अहिले चाहिँ म सुदूरपश्चिमको एकदमै रमणीय ठाउँ र पर्यटकीय गन्तव्य भएको क्षेत्र साइपालपालमा छु। त्यो माथिको डाँडामा चढ्ने प्रयास गर्दैछौँ र अरू चाहिँ हाम्रो टिमहरू तलपट्टि उता बसिरहेको छ। म भने अगाडि आएको छु र पारिपट्टि देखेर होला तिम्रो मिठो हिमाल सिमसिम पानी परिरहेको छ र रमणीय दृश्य एकदमै डाँडा काँडा हरियाली ढकमक्क एकदमै सुन्दर के अति वर्णनै नगर्न सकिने सुन्दरता यो साइपालको छ। धेरै दिनपछि हामी हिँड्दै क्रममा सुख दुःख भएर यो डाँडाको आनन्द र भ्रमण गरिरहेका छौँ। यसै गरी तलपट्टि चाहिँ यो हिमपात भएर बाढीले खसाएको हुनसक्छ, मलाई अनुमान चाहिँ लागिरहेछ र एकदमै रमाइलो। पारिपट्टि त्यो डाँडामा हिउँ लागेको हिउँ पर्दै थियो अघिदेखि, अहिले चाहिँ ठ्याक्कै कुहिरोले छेकेको अवस्था छ। सबै टिमहरू आउँदैछन् तलपट्टिबाट। हामी उता माथिको त्यो डाँडामा गएर त्योपट्टिको उता हिम छ, त्यहाँ गएर एउटा सुट हान्ने प्लानमा छौँ। एकदमै आनन्द, हिँड्दा हिँड्दा पनि थाकेर हैरान भएको छ। त्यही नै आनन्द, प्रकृतिको हरियाली दृष्टिकोणले एकदमै थकान सकान पनि कहाँ गयो भन्ने छ।